हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ मैले बनाउँदैछु फर्सीको मोटा भनौँ या फर्सीको साग। सुरुमा चाहिँ मलाई चाहिने सबै कुरा काटकुट धोई पखाली गरेर राखेँ। त्यस पछाडि चाहिँ कराई बसाले। कराई तातो भएपछि त्यसमा तेल राखेँ मैले। अनि त्यस पछाडि यहाँ अकबरी चाहिँ छुटेछ क्या गाइज, त्यही भएर अकबरी देखाउँदैछु पछि। अनि आलु पनि छुटेछ, यता छ आलु देखाउँदैछु। त्यस पछाडि मेथी फुराएँ अनि प्याज राखेँ, खुर्सानी राखेँ अनि त्यस पछाडि आलु राखेँ, अघि काटेर राखेको सबै कुरा राखेँ। त्यसपछि बेसार राखेँ अनि काटेर राखेको गोलभेडा पनि यसमा राखिदिएँ। त्यस पछाडि जिरा धनियाको पाउडर पनि राखिदिएँ अनि स्वाद अनुसार नुन र त्यसलाई मजाले फ्राई गरेर छोपेर एकछिन पकाइदिए ताकि आलु पाकोस्। अनि फर्सीको साग राखिदिए त्यसमा। त्यस पछाडि उल्ट्याङ पल्ट्याङ छोपछाप गरेर पकाएँ। लास्टमा यतिको भएको थियो। हेर्दा पनि राम्रै देखिएको थियो र खाँदा पनि मिठो भएको थियो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ।